3, 2, 1. जय मसी अनि नमस्कार। जय मसी नमस्ते। हुन्छ आज चाहिँ हामीले यो फ्रुट च्यालेन्जिङ लिएर आएको छौँ। ओके। अनि मसँग गेस्टहरू हुनुहुन्छ आजको, अनि म गेस्टहरूलाई इन्ट्रोड्युस गर्न चाहन्छु। अनि उहाँ हुनुहुन्छ, तपाईँले इन्ट्रोड्युस दिनुहोस् न। मेरो नाम चाहिँ अञ्जली हो। मेरो नाम चाहिँ सुबना हो। अनि मेरो नाम चाहिँ के रे मेरो नाम जोसेफ लाग्यो। आजको यो मेरो एपिसोडको लागि चाहिँ मैले उहाँहरूलाई बोलाएको छु, अनि मै आफै पनि छु। अनि यसको आज च्यालेन्जिङको लागि चाहिँ हामीले रिवार्ड राखेको छौँ, यहाँ केही भित्र छ, सरप्राइज छ यो चाहिँ। अनि जसले यहाँनिर हामी फ्रुट छिटो खान्छौँ, जसले खाइसक्छ फर्स्ट, त्यो चाहिँ विनर हुनेछ। हामी स्टार्ट गर्नेछौँ है। खाँदा खाँदै पनि पानी खानु Yeah, पाउँछ you नि त। can पायो जसरी पनि खानु पायो पानी चाहिँ you can get ready, okay? हुन्छ। ओके, हामी टाइमर दिनेछौँ है उताबाट। ल रेडी? ओके दिनु न। Who will be the winner? 1, 2, 3, start! ओ माई ला क्या स्मार्ट खेले। ओके, स्टारबक्सको त्यो गिफ्ट कार्ड सम्झेर खाने। ओ माई म चाहिँ ढिलो हुनेछु। उसैले पार आउनु रहेछ। अब त्यो त क्या छिटो छिटो खाएर भरे अड्किन्छ पो त। टाइम चाहिँ गर्ने चाहिँ अगाइहाल्छ। खाइसक्नु भएको छ है। नबोल्नु दिने, छिटो छिटो खानु। नपचाउनु खोलाले बगाएर देखाइदिनु। हक्कु म निनीकोपट्टिको। निनीको साइड। वुडी मेरोबाट। म चाहिँ फेरि खानु सक्दिनँ चिसो। बिना बोल्ने पनि गर्नु। म चिसो खानु सक्दिनँ। म देश साइलेन्ट सुबना क्या उयो भएर खाइरहेको छ। झोप्टो परेर फोकस दिएर पुसै निनी त साह्रै ढिलो भयो है। एक्सपेक्टेसन धेरै मलाई अड्क्यो नि त। पानी छ, पानी खानु मिल्छ। पानी अड्क्यो भने त्यसले पनि सलो गर्नु मिल्छ है पानीले पनि। या अन्त निनीले नि खान्छ। अझै घटाउँछ एउटा फुल। नघटेर के त्यो फ्रुट चाहिँ यता र उता खेलाउँदै खाइरहेको छ। यस्तो साह्रै अर्कोतिर साह्रै गर्छ। थ्याङ्क गड। Oh, come on. अरे हो सक्दैन। यसो अहिलेको के भन्छ यसको उयोलाई रफ्तार हेर्दा चाहिँ बुझाइ छ है। बुझे तपाईँको पानी अलिकति सार्नु चाहिँ तपाईँको फ्रुट्सलाई उयो भयो। सेकेन्डमा को छ? सेकेन्डमा सुबना। ओ निनी मेरो बुढी जोखेर खाएर। सुबनाले उयो गर्यो। निनीले अरूको हेर्दै हेर्दै खाइसकिसके आदि। छिटो खाने कम्पिटिटर हुनुपर्छ है। यता हेर्नुहुन्छ उता हेर्नुहुन्छ, त्यो अरूले आदि खाइसके हेरेको हेरेको मुख दुख्यो। दुख्छ भने छिटो खायो भने त्यसो हुन्छ। बिस्तारै खा। जानी जानी हार्नु खोजिरहेको खान्छेहरू। कसैले आएर न कसरी चलाउँदै हुनुहुन्छ, तर सबै त्यो सारो जति खाइदिनु हाल्नु भयो। पानी छ खाने। होइन पानी खानु भएको छैन। बानी छ भने ए है त्यो खाइसकेर पनि इजी छैन है। एप्पल छ। वाटरमेलन छ, सम्झिँदा मलाई जिङ भइरहेको। लेमन, लाइम, त्यो पनि खाइसक्नु पर्ने हुन्छ। अनि पानी पनि खाइसक्नु पर्ने हुन्छ है। बिस्तारै टेक गर्ने टाइम होइन। टाइम त टेक गर्छु तर ल पुसै अलमोस्ट दिने हालेछ है। निनीको पनि
3जना छ है यसमा कम्पिटिसनमा निनी म मात्र लास्ट निनी लास्ट भयो भने निनीसँग एक्सपेक्टेसन राखेको थिएँ मैले धेरै साह्रो म निनी छैन अब सक्यो निनी देशले जित्नु पर्यो नि अनि म त साथीमै त बसेको क्या तर ढिलो खाएर पनि खाइसक्यो भने त फेरि विनर हुन्छ नि थाहा छ नि आया भुलियो आज यो नमिठो लाग्नु लाग्यो है सक्दिनँ म चाहिँ म सक्दिनँ What? No way. साह्रो पर्छ आँप खाएर दाँत कुर्यो चबाउनु सकिनँ आँप त पहिला खानु नहुने रहेछ आप्पै खानु हुन्छ तातो ओ माई गड मेरो त सकिँदैन त हौ म चाहिँ सक्दिनँ म अहिले भनेको Okay. सक्दिनँ मलाई उक भयो म्युट गर्नु तर पनि म ट्राई चाहिँ गर्नेछु लास्ट हो है पुछेको यो पछि के हो त्यो पछि चाहिँ उयो अमिलो वाटरमेलन जे खाँदा नि हुन्छ ओके अमिलो फास्ट भनेको होइन जे खाँदा पनि हुन्छ जित्नु त हो दिदी अब उयो खेला राजा जित्नु हो ओके ओके मलाई अमिलोले पछि भएको छ मलाई थाहा छ नि नि पानी चाहिँ सक्दैन अञ्जली लिने अञ्जली लिने भन्नु स्लो हुँदै गयो क्या त्यो अगाडि ल अञ्जली चान्स है पुछेसँग हुन्छ ओ माई गड म सकिनँ ओ माई गड म सकिनँ ओ सबैभन्दा सानो छिटो खाने ल है फाइदा छ म चाहिँ जित्दिनँ किनभने मैले यो कार्ड स्पोन्सर गरेको कारण म नजित्ने ओके उठाएर खावे घोप्टो परेको अगाडि नै हेर्दै गर है मैले आज टन्न भात पनि खाएर होला झन् सक्दै सकिनँ माने मैले सोटिने चाह्यो भने अलिक छिटो खानु सक्छ नि होइन नचाने हेरे तर लास्ट स्टेप छ नचानु हुने होइन होइन अफकोर्स विनर हुन चाहन्छन् बट अमिलोमा अड्किन्छ पुसाइ यहाँ हेर्नु न सक्दैन अमिलो खानु अमिलो उहाँले सक्दैन जस्तो लाग्दैछ अमिलो चाहिँ पानी छ पुछैले नै ल्याउनु भएको फेरि पानी पनि हुन्छ होइन अमिलोमा डाउट छ फेरि सोल्टी अमिलोमा च्याम्पियन छ छिटो 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 कमा त्यो पो सानो रहेछ त उति उतिको होला झन्डै सक्दैन गाइस किनभने अहिले टु मच अलमोस्ट देयर छ है पुरै चाहिँ धेरै खाएको कारणमा साह्रो पर्यो अमिलो मात्रै हो साह्रो पानी त खानुहुन्छ मलाई थाहा छ सक्दैन यसमा पनि पानी हुँदैन अनि तर खानु भएको छैन नि त त्यो उयो भरि त्यो खानु सब खाइसकिन्छ सानो त छैन त नि दुईटा है पुछै ओ माई गड सुभना ओ माई गड सुभना साइलेन्टमा हालिरहेछ वाटरमेलन त आइडिया त यस्तो थियो नि कमान यो हुडिङ चाहियो हुडिङ अब चाहिँ अब चाहिँ ल पुछै हेर न बिर्सेछु दिपा हुडिङ चाहियो टिम यता कता कुन टिम हो कुन टिम हो सुभाना ओ माय गॉड सक्यो यो पनि चाट्नु पर्यो नि सबै सोके कि Wait a minute. Who are you?
रोक्यो कमा टु मच खाएर होइन सोरेको मुखले हाले Oh my god! I was thinking. Oh, come on. Come on. Good. Sorry. सक्यो हामी हार्यो लु साह्रो पऱ्यो पनि खानु हुँदो रहेछ बुझ्दैन तेरिका मलाई थाहा थियो दुईजना कम्पिटिटर हुन्छ भनेर बिकज हामी खाँदैछ खानु भएको है तर बिस्तारै खायो नि त सोटिन्ने एकदम बिस्तारै खायो तर नि खायो नि बुढी हो किनकि यो पानी बेसी खायो हुन्छ नि त यहाँ यता हुनुभएको छ विनर ताली अनि सेकेन्ड चाहिँ हाम्रो सोल्टिन हुनुभएको छ ताली ल अब यता सुबना थर्ड भएको छ ताली अनि म चाहिँ लास्ट भएको छु आज टु मच खाएको थिएँ मैले अलरेडी अनि आमालाई पनि ताली ल के गर्नु मलाई थाहै छैन अनि हामी चाहिँ अब यो आदान प्रदान गर्नेछु हुन्छ यो स्पेसली थ्याङ्क यू यो फ्रुटको लागि चाहिँ फेरि धन्यवाद थ्याङ्क यू ए होइन थ्याङ्क यू है तपाईँले सबैजनाले उयो गर्नुभएको अनि यो यहाँभित्र छ केही मैले रेडी गरेको यो विनरको लागि म दिनेछु विनरलाई ताली ताली अब यो एक्सक्युज मी अनि अलमोस्ट कम्पिटिटर हाम्रो सोल्टिनी र उहाँ चाहिँ अलमोस्ट हेर्नु आधी उहाँले पानी सक्नु भएको थियो अलिकति फास्ट भएर मात्र सक्नुहुन्थ्यो ल पुसाइले फिनिस गर्नुभयो अब गर्ने के भन्दाखेरि चाहिँ आई एम द विनर ताली मलाई है ताली आई एम द विनर so we will go Starbucks and we'll have a drink all together यसमा नि लु खोइ यही भनेको ए पर कुन भोलिमा हाल्ने चला चाहिँ भोलि आज गर्छ नि कहिलेसम्म हुन्छ आज चाहिँ अड्दैन अरे भोलि भन्दैछ कुलटिम जाँदैन ओके सो त्यो भएको कारणले हाम्रो यता विनरले चाहिँ हामीलाई के रिवार्ड दिनु भएको छ नि हामी हारे जतिलाई कि हामीलाई भोलि खुवाउनु लानुहुन्छ अरे हामीले गरिसकेका छौँ यो हामीले फ्रुट च्यालेन्जिङ गरिसकेका छौँ थ्याङ्क यू सो मच सबैजनालाई प्रिपेयर गर्ने हाम्रो टिमहरू जतिजना गेस्टहरू आउनुभयो थ्याङ्क यू सो मच ब्याक क्यामेराबाट सहायता गर्नुहुने उषालाई पनि थ्याङ्क यू सो मच अनि तपाईँहरूको आज एपिसोड 3 यति नै छ आई होप इट्स फन भयो है अनि हामीलाई अरूभन्दा पनि होइन यसरी ग्यादरिङ भएर यसरी खानु पाउनु ठुलो कुरा हुन्छ नि मजा भएको छ थ्याङ्क यू सो मच तपाईँहरू हेरिदिनु भएकोमा आजको भ्लग यतिमै छ सबैजनाले भन्नेछौँ बाई बाई subscribe and follow